कोनिचिवा मिनासान जापानिज गुरु युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा हामी JLPT N3 को बुम्पो दाइसाङखामा समेटिएका मुख्य ग्रामर पोइन्ट्सहरु नेपाली भाषामा स्पष्ट रूपमा बुझ्ने छौं। प्रत्येक स्ट्रक्चरको एक्ज्याक्ट मिनिङ, युज अनि केसेस र JLPT मा कसरी सोधिन्छ भन्ने कुराहरु स्टेप बाइ स्टेप सिक्ने छौं। र यस लेसनमा हामी 5 वटा मुख्य व्याकरण बुदाहरुको बारेमा पनि चर्चा गर्नेछौं। है त भिडियोलाई अन्त्यसम्म नछुटाइकन हेर्नुहोला। सबैभन्दा पहिला हामी पढ्ने छौं 1 नम्बरको सासेते मोराइमासेनका सासेते इतादाके मासेनका सासेते मोराइ नाइ देशौका सासेते इतादाके नाइ देशौका भन्ने बारेमा। है त ल हेरौं त। भबको सासेते प्लस मोराइमासेनका अथवा इतादाके मासेनका र अर्को छ मोराइ नाइ देशौका इतादाके नाइ देशौका भन्ने। अब यो भबको सासेते भनेको के हो त? सासेतेसँग यो मोराइ मासेनका इतादाके मासेनकाको प्रयोग गरिएको छ। अर्को मोराइ नाइ देशौका इतादाके नाइ देशौकाको प्रयोग गरेको छ। हामीले लेसन 1 मा भबको ते फर्मसँग ते मोराइ मासेनका ते इतादाके मासेनका ते मोराइ नाइ देशौका ते इतादाके नाइ देशौका पढेका थियौं। यसको अर्थ हुन्थ्यो कसैलाई विनम्रतापूर्वक केही काम लगाउनको लागि त्यसलाई प्रयोग गरिन्थ्यो। र यो लेसनमा चाहिँ हामीले ते फर्म नभइकन सासेते सँग यसलाई जोडेर सिक्छौं। र यसलाई चाहिँ यहाँ विनम्रतापूर्वक कसैसँग केही गर्ने अनुमति माग्दा चाहिँ प्रयोग गरिन्छ। र यो सासेते भनेको के हो त भन्दाखेरि यसलाई चाहिँ हामी सिएकी केही भन्छौं। है त सिएकी केहीलाई चाहिँ ते फर्ममा राखेर प्रयोग गरिन्छ। अब एकचोटि यसको डिटेलमा हेरौं त। यी सबै अभिव्यक्तिहरु माथि दिएका अभिव्यक्तिहरु चाहिँ वक्ताले धेरै विनम्र तरिकामा अनुरोध वा अनुमतिको लागि सोध्दा विशेष गरी व्यापार र औपचारिक परिस्थितिहरुमा प्रयोग गरिन्छ। है एकदमै विनम्र तरिकाले कि त कसैसँग केही गर्ने अनुमति माग्दाखेरि चाहिँ हामी यो माथिका अभिव्यक्तिहरुको प्रयोग गर्छौं। र यहाँ चाहिँ के छ भन्दा सासेते भनेको सिएकी कजेटिभ फर्म हो जसले गर्न दिनु भन्ने अर्थ दिन्छ। र यो सिएकी केही कजेटिभ फर्म चाहिँ हामी यान4 लेभलमा पढिसकेका थियौं। र त्यही पनि यसलाई चाहिँ हेरौं त। अब यहाँ सिएकी केही भन्दाखेरि भबको सासेते लगाइएको छ। तर हामीले पहिला पढ्दाखेरि के गरेका थियौं त भने सेकेन्ड ग्रुप भबमा हामी भबलाई सासेते लगाउँछौं सासेरु लगाउँछौं भनेका थियौं। तर फर्स्ट ग्रुप भबलाई लगाउने तरिका त फरक छ हैन? हो फर्स्ट ग्रुप आयो भने चाहिँ सासेते लाग्दैन। त्यसमा चाहिँ के गर्छौं भने फर्स्ट ग्रुपलाई सिएकी केही बनाउँदा ई साउन्डलाई आ साउन्डमा लगी सेते थप्नु पर्छ। है त सेते जस्तै इकिमास आएको छ भने इका सेते के त ईश्वरलाई आ स्वरमा लाने अनि सेते लगायो भने त्यो चाहिँ फर्स्ट ग्रुप भबलाई चाहिँ सिएकी केही बनाउँदाखेरि प्रयोग हुने भयो। त्यसकारण सासेते भन्दा बित्तिकै फर्स्ट ग्रुप भबमा पनि यही प्रयोग गर्न मिल्छ भन्ने चाहिँ होइन। है त हामी यो एउटा प्याटर्न मात्रै हो, तरिका मात्रै, सजिलो तरिका मात्रै हो। र यसलाई बनाउँदाखेरि हामी फर्स्ट सेकेन्ड र थर्ड ग्रुपलाई आफ्नै तरिकाले बनाउँछौं। है त तर यहाँ भब चाहिँ के हुनु पर्यो सिएकी केहीमा ते फर्म राख्नु पर्यो र पछाडीका यिनी मोराइ मासेनका इतादाके मासेनका मोराइ नाइ देशौका इतादाके नाइ देशौका जस्ता शब्दहरुको प्रयोग गर्नु पर्यो। ल एकचोटि हेरौं त। यो सासेते मोराइ मासेनका भनेछ। यो सामान्य तर विनम्र है त सामान्य अवस्थामा प्रयोग हुन्छ। दैनिक बोलचालमा चाहिँ बढी प्रयोग हुन्छ। अर्थ चाहिँ यसको के हुन्छ भने म यो गर्न सक्छु या मलाई यो गर्न दिनुहुन्छ। है त हामी प्रायजसो मलाई यो गर्न दिनुहुन्छ कि भनेर कसैसँग अनुमति माग्दाखेरि प्रयोग गर्छौं। सुमिमासेन कोनो कम्प्युटा ओ चुखावासेते मोराइमासेनका। यहाँ हेर्नुस् त चुखाइमास भनेको प्रयोग गर्नु हो नि हैन? हो अब यहाँ चाहिँ सासेते लगाइएको छ। सासेते भनिएको छ तर चुखावासेते बनाइयो हामीले। किन बनायौं त भन्दा सिएकी केहीको प्रयोग गरेर भबको ते फर्म राख्ने भनिएको। र सिएकी केही बनाउँदा हामी फर्स्ट ग्रुप भबलाई आ स्वरमा लगेर सेरु अथवा सेमास जोड्छौं भनेर पढेका थियौ नि हैन? हो अब ते फर्म बनाउँदा मास हटाएर के हुने भयो त चुखावासेते मोराइमासेनका। एक्सक्युज मी
के म यो कम्प्युटर प्रयोग गर्न सक्छु अथवा के तपाईँ मलाई यो कम्प्युटर प्रयोग गर्न दिनुहुन्छ अथवा दिनुहुन्छ कि भन्ने अर्थ हुने भयो। अर्को हेरौँ त। सुमिमासेन, स्यासिन ओ इचिमाई तोरास्ते मोराइमासेन का? सुमिमासेन, स्यासिन ओ इचिमाई तोरासिते मोराइमासेन का? एक्सक्युज मी, मेरो लागि एक फोटो खिचिदिनुहुन्छ कि अथवा एउटा फोटो खिचिदिनुहुन्न र अथवा खिची पाउँदिन र भनेर अनुमति मागेको है त। अब अर्को छ अलिकत मोराइमासेनका सासेते मोराइमासेनका भन्दा पनि थोरै पोलाइट है त। त्यो सासेते मोराइनाइ देस्यौका, मोराइमासेनका भन्दा मोराइनाइ देस्यौका गर्दा अलि धेरै नै नम्रता हुन्छ। झनै नम्रता र सोझो बोल्ने तरिका है त। एकदमै विनम्र अनुरोध गर्दाखेरि चाहिँ हामी यो 2 नम्बरको सासेते मोराइनाइ देस्यौकाको प्रयोग गर्न सक्छौँ है त। के म गर्न पाउँदिन होला अथवा गराइ पाउँदिन र भनेर भन्दाखेरि बढी युज हुन्छ है त। क्योनो योते हो हेङ्को सासेते मोराइनाइ देस्यौका? के म आजको योजना परिवर्तन गराइ पाउँदिन र अथवा गरिदिनुहुन्न र मेरो लागि के यो हेङ्को गरिदिनुहुन्न र भन्ने अर्थ हुन्छ। सेन्सेई, ryugakusei no minasan ni चेत्तो इन्टारभ्यू सासेते मोराइनाइ देस्यौका? सर, यसो विदेशी विद्यार्थीहरूले पनि इन्टरभ्यू गर्न पाउँथे कि अथवा इन्टरभ्यू गराइदिनुहुन्थ्यो कि भन्ने अर्थ हुन्छ। अब अर्को छ सासेते इतादाकेमासेनका? अझै विनम्र र आदरपूर्ण बोल्दा। यो चाहिँ प्राय अफिस, स्कुल अथवा ठुलो मान्छेहरूसँग बढी प्रयोग गरिन्छ। यसको चाहिँ अर्थ हुन्छ के म तपाईको अनुमति लिएर यो गर्न पाउँछु है त। जस्तो इक्जाम्पल हेरौँ त। आशिता नो चौरेई दे हाप्यो सासेते इतादाकेमासेन का भन्छ। के म भोलि बिहानको मिटिङमा प्रस्तुति दिन पाउँछु त, गर्न पाउँछु त हैन। कोनो तेन्नी चुइते इकेन ओ नोबे सासेते इतादाकेमासेन का? के म यो कुरा सम्बन्धी आफ्नो धारणा राख्न पाउँछु त अथवा मलाई यो धारणा राख्न दिनुहुन्छ कि भन्ने अर्थ है त। कोनो के निचुइते सेचुमे सासेते इतादाकेमासेन का? यो हैन, यो विषयमा व्याख्या गर्न दिनुहुन्छ त, मलाई दिनुहुन्छ कि भन्न खोजिएको। अब सबैभन्दा आदरजनक शब्द आएको छ जो चाहिँ वरिष्ठ वा एकदमै इम्पोर्टेन्ट महत्त्वपूर्ण मानिसहरूसँग प्रयोग हुन्छ। त्यो हो सासेते इतादाकेनाइ देस्यौका? सासेते इतादाकेनाइ देस्यौका? यदि तपाईलाई आपत्ति छैन भने म यो गराइ पाउँदिन र अथवा मलाई यो गर्न दिनुहुन्न र दिसिन्न र भन्न सकिन्छ है त। जस्तै हेरौँ त। राइसिउनो खाइगिनी दोसेकी सासेते इतादाकेनाइ देस्यौका? आउने हप्ताको मिटिङमा सँगै उपस्थिति हुन दिनुहुन्न र अथवा तथा सँगै उपस्थिति गराइ पाउँदिन र भन्ने अर्थ हुन्छ। कोनो तेन्नी चुइते मोचिदो खाकुनिन सासेते इतादाकेनाइ देस्यौका? कोनो तेन्नी चुइते मोचिदो खाकुनिन सासेते इतादाकेनाइ देस्यौका? यो पोइन्टको विषयमा फेरि कन्फर्म गर्न दिनुहुन्न र अथवा कन्फर्म गराइ पाउँदिन र भन्ने अर्थ हुने भयो। आतारासी आइडिया नि चुइते सुकोसी इकेन ओ नोबे सासेते इतादाकेनाइ देस्यौका? नयाँ आइडियाको बारेमा थोरै विचार राख्न दिनुहुन्न र अथवा विचार राख्न दिसिन्न र भन्न सकिन्छ। खाच्यो कोन्दो नो शिगोतो वा जेही वातासी नि तान्तो सासेते इतादाकेनाइ देस्यौका? सेक्सन म्यानेजर, अर्को पटकको काममा जसरी भए पनि मलाई इन्चार्ज बन्न दिसिन्न र अथवा इन्चार्ज बनाइदिसिन्न र भन्ने अर्थ हुने भयो है त। यसरी चाहिँ हामी तपाईले केही कुरा कसैलाई चाहिँ अनुमति माग्न चाहनुभयो भने यो तरिकाले हामी बनाउन सक्छौँ है त। अब यस्ता कुराहरू प्रायजसो व्यापारिक कुराहरूमा, व्यापारिक खाइगीहरूमा, मिटिङहरूमा अथवा व्यापारिक कामकाजहरूमा चाहिँ बेसी युज हुन्छ है त। ल यसलाई चाहिँ राम्रोसँग हेर्नु होला।
अर्को हेरौँ त 2 नम्बरमा छ कोतोनिसहरू निर्णय गर्ने निदो गर्ने कुरा गर्दा र कोतोनिस्तेहरू पहिले नै निर्णय भएर अहिलेसम्म नियमको रूपमा पालना गर्दै गरिरहेको कुरालाई व्यक्त गर्ने। र 1 नम्बरमा जाउँ हामी कोतोनिसहरू। यो कोतोनिसहरू भनेको आफैले कुनै कुरा गर्ने निर्णय गर्नु हैन, कुनै कुरा गर्ने निर्णय गर्नु अथवा मैले यस्तो गर्ने निर्णय गरेँ भन्ने कुरा व्यक्त गर्न प्रयोग गरिन्छ। अब कोतोनिसहरूको प्रयोग गर्दा हामीलाई भर्बको डिक्सनरी फर्म र भर्बको नाइ फर्म चाहिने हुन्छ जसमा कोतोनिसहरू जोडिन्छ। अब यो स्ट्रक्चरबाट यो फर्मुलाबाट हामी केही इक्जाम्पल सेन्टेन्सहरू बनाएर हेरौँ जसले बुझ्न एकदमै सजिलो हुन्छ। 1 नम्बरमा सुरुमा छ माइनिची उन्दो सुरु कोतोनी शिमास्ता, मैले प्रत्येक दिन व्यायाम गर्ने निर्णय गरेँ। यो चाहिँ आफैले केही कुराको निर्णय गरेँ भनेर भन्दा कोतोनी शिमास्ता भनिएको छ। कोरेकारा आमाइमोनो वा ताबेनाइ कोतोनिस्ता, कोरेकारा आमाइमोनो वा ताबेनाइ कोतोनिस्ता, अबदेखि गुलियो कुरा चाहिँ नखाने निर्णय गरे है त। एकचोटि राम्रोसँग ध्यान दिनु होला, कोतोनी सुरु भनेको आफैले केही कुरा गर्ने निर्णय गर्नु भन्ने अर्थ दिन्छ है त। अरु पनि हेरौँ त कोङखाइ वा इकानाइ कोतोनी सुरु यो, यस पटक चाहिँ म नजाने निर्णय गरेँ अथवा यो पटक चाहिँ म नजाने निर्णय गर्छु भन्ने अर्थ दिन पर्यो। अर्को छ क्यो वा जिखानगा नाइ नोदे कोनो सिगोतो वा आस्ता सुरु कोतोनी शिमास, आज समय छैन अथवा समय नभएकाले यो काम भोलि गर्ने निर्णय गर्छु। अर्को हेरौँ त कोनो मोन्दाइ नि चुइते वा मोत्तो मिन्नानो इकेन हो किता होगा यी त होमैमासु भनेको छ। यो समस्याबारे अझ सबैको धारणा सुन्दा राम्रो हुन्छ जस्तो लाग्छ भनेको छ। र यसमा अर्को मान्छेको विचार सुनौँ। सोदेस्ने ज्या राइस्यु मोइचिदो हानासी आउ कोतोनी शिमास्यो, हो नि, ठिक छ त, त्यसो भए अर्को हप्ता फेरि एकपटक छलफल गर्ने निर्णय गरौँ भनेर भनिएको छ है त। इमामादे कुरुमादे चोकिन स्टेइमास्तागा राइगेचुकारा देन्स्यादे खायो कोतोनी शिमास्ता, खायो कोतोनी शिमास्ता भनेको के हो भने अहिलेसम्म म गाडीमा आउने जाने गरेको थिएँ, तर अर्को महिनाबाट चाहिँ रेलमा ओहोरदोहोर गर्ने निर्णय गरेँ भन्ने अर्थ हुन्छ। यहाँ चाहिँ के भएको छ भने सबै कुरा आफूले निर्णय गर्छु भनेर भनिएको छ है त। त्यही भएर कोतोनी सुरु कोतोनी शिमास भन्ने कोतोनी शिमास्ता भन्ने जे भने पनि यो सबै कुराहरू आफूले कुनै कुरा गर्ने निर्णय गर्छु अथवा हामी निर्णय गरौँ भनेर भन्दाखेरि चाहिँ प्रयोग हुन्छ। यसपछि हामी अर्को हेरौँ त। अर्को छ कोतोनिस्तेहरू, यो कस्तो हुन्छ भने नियमित रूपमा गर्दै आएको निर्णय अथवा गरिएको बानी आदतहरूलाई चाहिँ प्रयोग गर्दा यसको प्रयोग गर्छौँ। मैले यस्तो गर्ने नियम बनाएको छु अथवा सधैँ गर्ने गरेको छु भन्ने जनाउँछ। अब यसलाई पनि हामी भर्बको डिक्सनरी फर्म र भर्बको नाइ फर्मसँग जोड्छौँ, कोतोनिस्तेहरू। अब यहाँ एउटा हेरौँ त माइआसा रोकुजिनी ओकिरु कोतोनिस्तेइमास है त। अब यो के भनेको भने माइआसा रोकुजिनी ओकिरु कोतोनिस्तेइरु भनेको म हरेक बिहान 6 बजे उठ्ने नियम अथवा बानी बनाएको छु। म हरेक दिन यति यो 6 बजे उठ्ने गरेको छु भन्ने अर्थ दिने हो। कुनै कुरा मैले यस्तो गरिरहेको छु, नियमित रूपमा गरिरहेको छु भन्दा चाहिँ यसको प्रयोग गर्न सकिन्छ, तर त्यो चाहिँ बानी अथवा नियमकै आधारमा जाने भयो। अब अर्को हेरौँ त योरुवा कोही ओ नोमानाइ कोतोनिस्तेइमास, म राति कहिल्यै पनि कफी नपिउने बानी बनाएको छु, किनभने कफी पियो भने निन्द्रा लाग्दैन, त्यसकारण राति चाहिँ कफी नपिउने बानी बसालेको छु अथवा नपिउने गरेको छु। वातासिवा माइबान नेरुमाएनी निक्कियो खाको कोतोनिस्तेइमास, म हरेक रात सुत्नु अघि डायरी लेख्ने गरेको छु अथवा दैनिकी लेख्ने गरेको छु, लेख्ने बानी बसालेको छु अथवा मैले लेख्ने नियम बनाएको छु, जे भन्दा पनि हुन्छ। तर अर्थ के हुने भयो त म हरेक रात सुत्नु अघि डायरी लेख्ने गरेको छु भन्ने हुने भयो। अर्को छ
कोदोमो निवा इचिनिचिनी निजी खान इजोवा तेरेबियो मिसेनाई कोतोनिस्टेमास। म बच्चाहरूलाई दिनको 2 घण्टाभन्दा बढी टिभी हेर्न नदिने नियम बनाएको छु। है त यसरी चाहिँ हामी के गर्यौं त भन्दा कोतोनिस्टेइरु भन्ने प्याटर्नको बारेमा पढ्यौं। यसले के अर्थ दिन्छ त भन्दा मैले यस्तो गर्ने नियम बनाएको छु अथवा सधैँ गर्ने गरेको छु भन्ने अर्थ दिने भयो। अब अरु पनि हेरौं त। अर्को छ कोतोनी नारु। अघि हामीले पढेका थियौं कोतोनी सुरु, अब आयो कोतोनी नारु। यो पनि कोतोनी नारु भनेको पनि निर्णय हुनु नै हो। यस्तो हुने भयो, यस्तो हुने तय भयो भन्ने अर्थ हुन्छ। यो कस्तो हुन्छ भन्दा कुनै निर्णय चाहिँ परिस्थिति, योजना आदि अरु कसैले गरेको निर्णय वा प्राकृतिक रूपमा यस्तो हुने भयो भन्ने बुझाउँछ। है त अनि यसलाई चाहिँ हामी आफूले गरेको होइन, अरु कसैले गरेको निर्णयलाई अथवा कुनै परिस्थिति अथवा योजनालाई चाहिँ यस्तो हुने भयो, यस्तो हुने कुरा चाहिँ निर्णय गरियो भन्ने अर्थ हुन्छ। आफूले होइन, कुनै के त प्राकृतिक रूपमा अथवा कसैले गरेको निर्णय। यसलाई चाहिँ हामी भर्बको रुट फर्मसँग कोतोनी नारु जोड्छौं, नाइ फर्मसँग पनि कोतोनी नारु जोड्न मिल्ने भयो। सबैभन्दा पहिला हेरौं त खाइगी वा राइस्यु ओकुनाउ कोतोनी नारिमास्ता। खाइगी वा राइस्यु ओकुनाउ कोतोनी नारिमास्ता। बैठक अर्को हप्ता गर्ने तय भयो अथवा निर्णय गरियो भयो भन्ने अर्थ हुन्छ। यो आफूले गरेको होइन, कुनै कुरा सामूहिक रूपमा भयो अथवा कुनै योजना अनुसार भयो, कुनै परिस्थिति अनुसार भयो अथवा प्राकृतिक रूपमा भयो भन्ने अर्थ हुन्छ। अर्को छ गेचुयोबी क्याम्पुनी इकेनाई कोतोनी नात्ता। गेचुयोबी क्याम्पुनी इकेनाई कोतोनी नात्ता। मन्डे क्याम्प नजाने निर्णय भयो। अर्को छ ओत्तोनो तेन्किनदे हिरोशिमाए हिक्कोसु कोतोनी नारिमास्ता। ओत्तोनो तेन्किनदे हिरोशिमाए हिक्कोसु कोतोनी नारिमास्ता भनेको चाहिँ श्रीमानको सरुवाका कारण हामी हिरोशिमामा सर्ने भयौं अथवा निर्णय भयौं। यो बोल्ने मान्छेले के भनेको भन्दा श्रीमानको कारणले यस्तो भएको हो, त्यही भएर यो निर्णय भयो भन्न खोजेछ। उसले आफूले जानी जानी अथवा आफूले चाहेर चाहिँ निर्णय लिएको होइन। यो कुनै परिस्थितिले गर्दा बसाइसराई गर्ने निर्णय भएको। है त यसरी बुझ्नु पर्यो हामीले। अर्को छ राइनेन्नो सिगाचुनी आजियानो जुक्खा कोकुनो दाइहोगा आचुमात्ते केइजाई मोन्दाइनी चुइते हानासी आउ कोतोनी नात्ता भनेको अर्को वर्षको अप्रिलमा एसियाका 10 राष्ट्रका प्रतिनिधिहरू भेला भई आर्थिक समस्याहरूमा छलफल गर्ने निर्णय भयो। है त अब अर्को हेरौं त तानाका सान वा खातेनो जिज्योदे च्युगोकुर्योको वा सांखा सिनाई कोतोनी नारिमास्ता। तानाकाजी चाहिँ परिवारको कारणले, जिज्यो भनेको कारण अथवा परिस्थिति भन्ने अर्थ हुन्छ, कारणले चीन भ्रमणमा सहभागी नहुने भएका छन्। है त यो पनि के भयो त कुनै कारण अथवा परिस्थितिले गर्दा कुनै निर्णय भयो, त्यो प्राकृतिक रूपमा भयो नि त, हैन हो। अब यसपछि हामी अर्को हेरौं त। त्यो के हो भने कोतोनी नात्तेइरु। जस्तै अघि कोतोनी स्टेइमा सितेइरु भने जस्तै यहाँ पनि कोतोनी नात्तेइरु। कुनै कुरा पहिले नै निर्णय भइसकेको छ र अहिले पनि त्यसै अनुसार चलिरहेको छ भन्ने जनाउँछ। अब यसलाई पनि हामी भर्बको रुट फर्मसँग कोतोनी नात्तेइरु बनाउँछौं र भर्बको नाइ फर्मसँग पनि कोतोनी नात्तेइरु जोडेर बनाउँछौं। है त अब यसबाट बन्ने केही सेन्टेन्सका इक्जाम्पल्सहरू, स्ट्रक्चरहरू हेरौं त। के छ भन्दाखेरि गाक्को देवा हिरुगोहान ओ इएकारा मोत्तेकुरु कोतोनी नात्तेइमास। हैन स्कुलमा खाना चाहिँ घरबाट ल्याउने निर्णय भएको छ अथवा यसो गर्ने नियम छ भइसकेको कुरालाई भन्दाखेरि नात्तेइमास। त्यसपछि अर्को हेरौं त गोमी वा सुयोबिनी दासु कोतोनी नात्तेइमास। फोहोर चाहिँ बुधबार फाल्ने नियम छ भन्ने अर्थ भयो। अनि अर्को हेरौं त उचिदे वा योरु ज्युजी इको वा तेरेबियो चुकेनाइ कोतोनी नात्तेइरु। हाम्रो घरमा चाहिँ राति 10 बजेपछि टेलिभिजन नखोल्ने नियम छ अथवा यस्तो निर्णय भइसकेको छ।
अब यसपछि अर्को हेरौँ त के छ भन्दा कोनो योचिएन देवा हिरुगोहान नो आतो निजुपुन हिरुने सुरु कोतोनी नात्तेइमास। यो योचिएन भनेको बाल विकास केन्द्रमा अथवा कि त किन्डर गार्डनमा दिउँसोको खानापछि 20 मिनेट सुताउने नियम छ अथवा सुत्ने नियम छ। केटाकेटीहरूलाई सुताउने नियम छ। इचुमादे निहोन नि इरुन देस्का? तपाईँ कहिलेसम्म जापानमा हुनुहुन्छ भनेर कसैले सोध्यो भने राइनेन सांगात्सु नि किकोकु सुरु कोतोनी नात्तेइमास। हैन, राइनेन सांगात्सु नि किकोकु सुरु कोतोनी नात्तेइमास भनेको अर्को वर्षको मार्चमा स्वदेश फर्कने तय भएको छ है त। अब यसपछि हामी अर्को प्याटर्न हेर्छौँ। त्यो के हो त भन्दा कोतोनी सुरु भर्सेस कोतोनी नारु। यो दुईटा बीचको भिन्नता तुलना हामीले अहिलेसम्म कोतोनी सुरु कोतोनी स्टेइमास अथवा कोतोनी नारु कोतोनी नात्तेइमास भन्ने शब्दहरूको बारेमा पढ्यौँ र तिनी बीचको भिन्नताहरू के हुन्छ त भन्दा सुरु केही कोतोनी सुरु भन्ने केही चाहिँ के हुन्छ भने यो आफैले निर्णय गर्ने हो र कोतोनी नारु भनेको चाहिँ नारु केही चाहिँ परिस्थिति अथवा अरूले निर्णय गर्ने कुरा हो। अब कोतोनी सुरु भन्दा हामीले मैले निर्णय गरेँ भन्न मिल्यो, तर कोतोनी नारु भन्दा यस्तो हुने भयो, कुनै परिस्थिति अथवा अरू कसैले गरेको निर्णय यस्तो निर्णय भयो भन्दाखेरि। जस्तै माइनिची उन्दो सुरु कोतोनी शिता भनेको आफूले निर्णय गरेको नि त। मैले हरेक दिन व्यायाम गर्ने निर्णय गरेँ भन्ने भयो। अब यता हेर्दाखेरि के भयो त भन्दा आफूले गरेको होइन, कसैले यस्तो गर्नुहोस् है भनेर निर्णय दिएको अथवा परिस्थिति अनुसार भएको भन्दा इस्यानी युवारेते उन्दो सुरु कोतोनी नात्ता। अब यता चाहिँ आफैले जानेर है विचार गरेर म चाहिँ अब व्यायाम गर्ने गर्छु हरेक दिन भनेर भनियो। तर यहाँ चाहिँ के भन्यो भने डाक्टरले भनेपछि व्यायाम गर्नुपर्ने भयो अथवा व्यायाम गर्नुपर्ने निर्णय भयो डाक्टरद्वारा भन्ने अर्थ आयो। त्यसपछि हामी अर्को पढेका थियौँ, त्यो थियो कोतोनी सितेइरु। कोतोनी सितेइरु भनेको गर्ने गरेको छु, यसो गर्ने गरिरहेको छु अथवा यस्तो नियम बनाएको छु, यस्तो बानी गरेको छु भन्ने अर्थ हुन्छ। तर कोतोनी नात्तेइरु भनेको चाहिँ यस्तो नियम बनेको छ, पहिले नै बनिसकेको भन्ने अर्थ। यो नियम हो र यो नियममा म बाँधिएर नियमको पालना गरिरहेको छु भन्ने अर्थ हुन्छ। अब यताको भनेको आफूले बनाएको नियम हो, यो चाहिँ अरू कसैले बनाएको नियमलाई हामीले पालना गर्नुपर्छ भन्ने अर्थ दिएको। योरु जिउजी इको सुमा हो चुखावानाई कोतोनी सितेइरु। म राति 10 बजेपछि मोबाइल नचलाउने निर्णय गरेको छु अथवा नियम बसालेको छु। अब अर्को हेरौँ त कोनो गाक्को देवा केताई किन्सी कोतोनी नात्तेइरु। यो स्कुलमा मोबाइल चलाउन नपाइने नियम छ अथवा मोबाइल निषेध भन्ने नियम छ भने भयो। यसरी चाहिँ हामीले के गर्यौँ त भन्दा कोतोनी सुरु र कोतोनी नारु बीचको भिन्नताको बारेमा जान्यौँ। नारु भनेको केही कुरा भयो, कसैले अरू कसैबाट भएको कुरा, र सुरु भनेको आफूले गरेको निर्णय भन्ने हुन्छ। त्यसपछि हामी अर्को पढ्छौँ 4 नम्बरमा, त्यो हो भको तेफमा होसी अथवा नाइदे होसी। अब यो होसी भनेको त तपाईँहरूलाई थाहा छँदैछ है त। अर्को व्यक्तिलाई मेरो इच्छा यस्तो छ अथवा मलाई यसो गरिदिनुस् भनेर अनुरोध गर्दाखेरि यसको प्रयोग गरिन्छ। तपाईँले कसैलाई केही कुराको काम लगाउँदै हुनुहुन्छ भने यस्तो गरिदिए हुन्थ्यो, यस्तो गरिदिए हुन्थ्यो अथवा मेरो इच्छा यस्तो गरिदिए हुन्थ्यो भन्ने छ भन्नुपर्दा चाहिँ यसको प्रयोग गर्ने गरिन्छ। अब यसलाई बनाउने तरिका भबलाई तेफमा राखेर यस्तो होसी राख्नुपर्छ। अब मैले यसो होस् भन्ने चाहन्छु भनेर आफ्नो इच्छा हो, तर काम लगाउने नै हो। यस्तो भइदिए हुन्थ्यो भन्ने चाहेको थिएँ, चाहन्छु भन्ने अर्थ है त। अब यसलाई चाहिँ हामी नाइदेसँग पनि गराउँछौँ। यस्तो नभइदिए हुन्थ्यो, नहोस् भन्ने चाहन्छु भन्ने हुन्छ नि त। आफ्नो चाहनालाई यस्तो होस् भन्ने चाहन्छु, यस्तो नहोस् भन्ने चाहन्छु भनेर भन्न सकिन्छ। जस्तै कसैलाई, जस्तै रामुसानलाई होइन यो काम गरिदिए हुन्थ्यो भन्ने चाहेको छु भन्नु पर्यो भने चाहिँ रामुसान कोरे यात्ते होसिना भनेर यसरी हामी भन्न सक्छौँ है त।
कोरे यात्ते होसी यो गर्दिए हुन्थ्यो, तिमीले यो काम मेरो लागि गर्दिए हुन्थ्यो भन्ने म चाहना राख्छु भन्ने अर्थ, अथवा नहोस् नगर्दियोस् भन्ने चाहना राख्छु भन्न पाइन्छ है त। आसिता मादेनी कोनोसिगोतो हो ओवारा सेते होसी भने भोलिसम्म यो काम सकियोस् भन्ने चाहन्छु। ओवारा सेते होसी हैन, सकाए हुन्थ्यो भन्ने चाहन्छु कसैलाई भनिएको, मतलब यो काम तिमीले भोलिसम्म सकाऊ है भनेर भन्नै खोज्या हो, आफ्नो चाहना अरूलाई व्यक्त गरिएको छ। अब अर्को हेरौँ त, मोत्तो हायाकु रेन्डाकुस्ते होसी कात्ता, अझ छिटो कन्ट्याक्ट गरिदिनु भएको भए हुन्थ्यो भन्ने चाहन्थे भन्न खोजेको है त। अर्को हेरौँ त, कोन्ना तोकोरोनी गोमिओ सुतेनाइदे होसी, यस्तो ठाउँमा फोहोर नफालियोस् भन्ने चाहन्छु हैन, नफालियोस् भन्ने चाहन्छु भन्ने अर्थ हुने भयो। अर्को इक्जाम्पल हेरौँ त, सोबोवा इमा क्युजु साइदेस, हजुरआमा अहिले 90 वर्षकी हुनुहुन्छ। सोबो निवा इचुमादेमो गेङ्की दे नागाइकिस्ते होसिदेस हैन, हजुरआमा अहिले 90 वर्षकी हुनुहुन्छ, हजुरआमा सधैँ स्वस्थ भएर लामो आयु जिउनुहोस् भन्ने चाहन्छु है त। यसरी यस्तो होस् भन्ने चाहन्छु भन्दा हामी भबको तेफम होसिदेसको प्रयोग गर्यौं। अरू पनि दुईवटा इक्जाम्पल हेरौँ त, हायाकु केइकीगा योकुनात्ते होसिदेस ने, छिट्टै व्यापार व्यवसाय राम्रो होस् भन्ने चाहन्छु। सिजेन ओ मामोरु तामेनी कोरेइज्यो मोरिनो कि ओ किरानाइदे होसी भनेको प्रकृतिको रक्षा गर्नको लागि योभन्दा बढी जङ्गलका रुखहरू नकाटियोस् भन्ने चाहन्छु अथवा आशा गर्छु। अब यसपछि अर्को हेरौँ हामी, 5 नम्बरमा छ सोउना सोउनी, जसको अर्थ हुन्छ जस्तो भन्ने। र अर्को 2 नम्बरमा हामीले पढ्नेछौँ नासा सो, जस्तो छैन होइन जस्तो भन्ने अर्थ दिने। र तेस्रो नम्बरमा छ सोमोनाई, सोमोनाई भनेको जस्तो पनि छैन है त। अब यो जस्तो भन्ने खालको कुरालाई चाहिँ हामी एक एक गरेर विस्तृत रूपमा सिकौँ है त। ल सबैभन्दा पहिला 1 नम्बरमा हेरौँ सोउना र सोउनीको प्रयोग। अब यसलाई प्रयोग गर्न हामी भबको मास फर्मलाई के गर्छौँ भने मासलाई हटाउने अनि ई एड्जेक्टिभको पनि ईलाई हटाउने र ना एड्जेक्टिभमा चाहिँ हामी के गर्छौँ भने सोउनासँग नाउन राखेर र सोउनीसँग चाहिँ भब राखेर यसलाई प्रयोग गर्छौँ है त। अब यदि तपाईँ सोउना राख्नुहुन्छ भने त्यसको पछाडि केही नाउन आउनु पर्यो, जस्तो खालको केही वस्तु भन्ने हुन पर्यो। सोउनी भन्दा बित्तिकै केही क्रिया गर्छु, केही काम गर्छु भन्ने आउनु पर्यो है त। अब यसको लागि चाहिँ हामी के गर्ने, जस्तै मास आएछ भने मासलाई हटाइदिनु पर्यो, ई एड्जेक्टिभको पनि ईलाई हटाउनु पर्यो, तर ना एड्जेक्टिभलाई केही गर्नु पर्दैन, जस्ताको जस्तै राखेर यो तीनवटै कुरालाई चाहिँ हामी दुईवटा यो सोउना सोउनीसँग प्रयोग गर्न सक्छौँ है त। अब हेरौँ त यहाँ सोउनाको पछाडि नाउन आउँछ, यसले चाहिँ जस्तो देखिने वस्तु मानिस अथवा पछाडि चाहिँ अवस्थालाई देखाउँछ र सोउनीको पछाडि चाहिँ दोषी अर्थात् भब आउँछ। त्यस्तो तरिकाले जस्तो देखिने व्यवहार स्थितिमा चाहिँ प्रयोग गर्न सकिन्छ। अब जस्तै ओइसिसो ना केकी भन्यो भने ओइसी भनेको के त भन्दा मिठो। अब हामीले ओइसीको ईलाई हटाएर ओइसिसो ना केकी राख्दाखेरि के भयो त स्वादिलो जस्तो देखिने केक हैन, केही कुरा यस्तो खालको देखिन्छ भनेर व्याख्या गर्ने। अब यहाँ हेर्नुहोस् त सोउना भनेर हामी सोउना राख्यौँ, पछाडि केकी भनेर नाउन आएको छ, त्यसैले हामी सोउनाको पछाडि के गर्छौँ भने नाउनको प्रयोग गर्छौँ। त्यही भएर ओइसिसो ना केकी स्वादिलो जस्तो देखिने मिठो जस्तो देखिने केक भन्ने अर्थ दियो। अर्को छ तानोसिई भन्ने। अब तानोसिई भनेको रमाइलो भन्ने अर्थ हुन्छ, तर यहाँ के गर्यो भने यहाँ पनि यो ई एड्जेक्टिभ भएको हुनाले ईलाई हटाइयो, तानोसिसोना हितोताची हैन। तानोसिसोना हितोताची भनेको रमाइरहेका जस्ता देखिने मानिसहरू भन्ने अर्थ हुने भयो। अर्को छ उरेसिसोनी वाराउ। उरेसिसोनी वाराउ भनेको खुसी जस्तो देखिएर हाँस्नु
खुसी भए जस्तो मानेर हाँस्नु भन्ने अर्थ दिने भयो। अर्को छ तानोसिसो हुनी आसुन्देइरु। तानोसिसो हुनी आसुन्देइरु भनेको रमाइरहेको जस्तो गरी खेलिरहेका छन् भन्ने अर्थ। अब यहाँ चाहिँ के गर्यो भने यसरी हामी सोना लगाउँछौँ भने पछाडि नाउन राख्नु पर्यो हैन। यहाँ पनि सोना हितोताची राखेको छ, तर सोनी छ भने पछाडि भब राख्नुपर्ने हुन्छ। यहाँ चाहिँ उरेसिसो हुनी वाराउ, तानोसिसो हुनी आसुन्देइरु भनेर यसरी हामी चाहिँ प्रयोग गर्यौं। जस्तै आमेगा फुरिसो नाहि वा सेन्ताकु सिमासेन, पानी पर्ने जस्तो दिनमा चाहिँ लुगा धुँदिन भन्ने अर्थ भयो। ओइसिसोना केकिगा तेबुरुनी ओइतेआरु भनेको छ। ओइसिसोना केकिगा तेबुरुनी ओइतेआरु भनेको मिठो छ जस्तो देखिने केक चाहिँ टेबलमा राखिएको छ भन्ने अर्थ हुने भयो। तोनारिनो उचिनी खोवासोना इनुगा इमास भनेको छेउको घरमा डर लाग्दो जस्तो देखिने कुकुर छ है। आनोइनो होन्तो वा ओतोनासिन्देस्यो, त्यो कुकुर त वास्तवमा त शान्त स्वभावको भन्ने अर्थ दिने भयो है त। कोदोमोगा तानोसिसो नि आसुन्देइरु, बच्चा रमाइरहेको जस्तो गरी खेलिरहेको छ अथवा खेलिरहेका छन् भन्न मिल्यो है त। ओखासानगा इसोगासिसो नि रेउरिस्तेइरु, आमा व्यस्त देखिएर व्यस्त जस्तै भएर खाना पकाइरहनु भएको छ भन्ने अर्थ। यसरी चाहिँ हामी भबमा एड्जेक्टिभहरुमा सोना र सोनीको प्रयोग गर्यौं र सोनाको प्रयोग गर्दा हामीले जहिले पनि के गर्छौं पछाडि नाउन राख्छौं, तर सोनीको प्रयोग गर्दा पछाडि केही क्रिया भएको हुन्छ, जस्तै गरी केही काम भइरहेको हुन्छ हैन। जस्तो केही वस्तु हुन्छ भन्दाखेरि चाहिँ नाको सोनाको प्रयोग र सोनीको पछाडि चाहिँ केही क्रिया हुनु पर्यो है त। अब अर्को 2 नम्बरमा छ नासासो। नासासो छैन जस्तो देखिन्छ भन्ने अर्थमा प्रयोग हुन्छ र नासासोको प्रयोग गर्दा हामी भबको नाइ फर्मलाई नासासोमा परिवर्तन गर्छौं अनि यी एड्जेक्टिभलाई पनि हामी के गर्छौं त यो ईलाई हटाएर कुनासासो गर्छौं, कु थपेर नासासो लगाउने। र अर्को छ ना एड्जेक्टिभ र नाउन, यो दुवैलाई चाहिँ हामी दालाई हटाएर ज्या नासासोको प्रयोग गर्छौं है त। अब एकदम सजिलो छ, नाइ आउँछ भने सिधै नासासो हुन्छ, ई एड्जेक्टिभ आउँछ भने ई हटेर कु जोड्ने ईको सट्टामा र नासासो लगाउने। ना एड्जेक्टिभ र नाउन आउँछ भने दालाई हटाएर ज्या नासासो लगाउने। केही इक्जाम्पल्सहरु हेरौं त। आनो एइगा वा आमारी ओमोसिरो कुनासासो दाने भन्छ। आनो एइगा वा आमारी ओमोसिरो कुनासासो दाने, त्यो फिल्म खासै रोचक छैन जस्तो छ है। खारेवा गाकुसेई, अब यहाँ चाहिँ नाउन आयो, गाकुसेई भनेको नाउन। खारेवा गाकुसेई ज्या नासासो दाने अथवा देस्ने, ऊ विद्यार्थी जस्तो छैन नि अथवा देखिदैन भन्ने अर्थ भयो। किमिनो तान्जोबिनो पार्टी नानोनी तानोसी कुनासासो दाने भन्छ। तिम्रो जन्मदिनको पार्टी भए तापनि त्यतिको रमाएको छैन जस्तो छ नि हैन त भन्दा खानो जियो नि फुरारे तान्दा, गर्लफ्रेन्डसँग ब्रेकअप भयो नि त। खानो जियो नि फुरारे तान्दा भनेको ब्रेकअप भयो नि त भन्ने अर्थ दिने भयो। अब यसपछि अर्को हेरौं त। कुनो टिस्याचु गुहाकुएन दात्तान्देस, हैन। यो टी-शर्ट चाहिँ जम्मा 500 मात्रै परेको, यासुई देस्यो हैन, यासुई देस्यो भन्छ। त्यसपछि अर्कोले भन्छ देमो आमारी ज्योबु ज्यानासासो दाने, तर खासै बलियो जस्तो देखिदैन नि, बलियो जस्तो छैन जस्तो देखिन्छ नि भन्ने अर्थ दिने भयो है त। अब यसपछि हामी अर्को तेस्रो नम्बरमा जाउँ। त्यो भनेको के भन्दा सोमोनाइ भन्छ।
सोमो नाइ भनेको जस्तो छैन, जस्तो पनि छैन भन्ने अर्थ। यसले कुनै पनि कुराको सम्भावना अथवा आशा एकदमै कम छ भन्ने अर्थ दिन्छ। अब यसलाई बनाउने तरिका भबको मासलाई हटाएर सोमो नाइ जोड्ने है त। जस्तै कोनो आमे वा मादा यामी सोमो नाइ देस्ने, कोनो आमे वा मादा यामी सोमो नाइ देस्ने, यो पानी अझै रोकिएला जस्तो छैन है त। अर्को क्यो वा शिगोतो गा ताकुसान आरु नोदे गोजिमादे नि देखिसोमो नाइ। हुन्छ, आज काम धेरै भएको हुनाले 5 बजेसम्म पनि सकिएला जस्तो छैन। कुनै कुराको सम्भावना अथवा आशा एकदमै कम छ भन्ने अर्थ देखाएको छ। अर्को हेरौँ त, इकेनगा इरो देते इरु नोदे मिटिङ्गु वा मादा ओवारिसोमो आरिमासेन भन्छ। तर्क विचारहरू थरीथरीका निस्किरहेको हुनाले मिटिङ चाहिँ अझै पनि सकिएला जस्तो छैन है त, अझै सकिने सम्भावना छैन भन्ने अर्थ दियो। अर्को हेरौँ, देन्स्यागा किमास्तायो, देन्स्यागा किमास्तायो, रेल त आयो है भन्छ। वा कोन्देरु ने, वा कोन्देरु भनेको ओहो भिड छ है। सुवारेरु सोमो नाइना, सुवारेरु सोमो नाइना भनेको बस्न पाइएला जस्तो, बस्न सकिएला जस्तो छैन भनेर त्यो अवस्थालाई, त्यो सम्भावनालाई यहाँ व्यक्त गरिएको छ। यसरी चाहिँ हामी 3 वटा व्याकरणहरूको बारेमा पढ्यौँ है त। यति भन्दै आजको भिडियो यहीँ समाप्त हुन्छ। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक, शेयर अनि कमेन्ट्स गर्न नबिर्सनुहोला। र अहिलेसम्म पनि हाम्रो जापानिज गुरु च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। अर्को भिडियोमा फेरि भेट्ने बाचा गर्दै छुट्टिन्छु। हवस् त, धन्यवाद।